Day 7 as graduate jobless in Nepal. आज फेरि एज युजुअल 8 बजे मजाले उठ्यो। उठिसकेपछि यसो सोइसोइ दायाँ बायाँ तलमाथि गरेर मजाले मुखलाई धोयो, फ्रेस भयो होइन। फ्रेस भइसकेपछि यसो बेड सेड मजाले मिलायो। बेड मिलाइसकेपछि यसो रुमलाई सोइ मजाले बहाड्यो। रेगुलर बहार्नुपर्छ रुम होइन। पानी खाँदै भजन सुनिसकेपछि यसो सोइ मजाले एक्सर्साइज, रेगुलर एक्सर्साइज 30 to 40 मिनट गुड फर हेल्थ सधैँ गर्नुपर्छ। यसो मजाले एक्सर्साइज गऱ्यो। एक्सर्साइज गरिसकेपछि एकचोटि फेरि आज चिन्टु पिजन डियोलाई हेऱ्यो होइन। अनि त्यसपछि पिजन डियोलाई हेरिसकेपछि यसो एडिटिङ काम चालु। यसो मजाले एडिटिङ गऱ्यो त्यो फुल ब्लग। एडिटिङ सकेपछि यसो लन्च, मजाले लन्च झमझम मजाले तारक मेहता खाँदै खायो। लन्च पछि यसो 10 मिनट वज्रासनमा बस्यो। वज्रासन सकेपछि मजाले बिङ जबलेस 4-5 घन्टा दिनमा सुत्यो होइन। सुतिसकेर उठेपछि यस्तो चना अन्डा खाँदै एडिटिङको फुल काम कम्प्लिट गरिसक्यौँ। अनि मेरो च्यानल भनेको यही हो, भ्लग सेप यहाँ गएर हेर्न सक्नुहुन्छ फुल भ्लग। त्यसपछि मजाले रातिको डिनर सोइ डिनर खाइयो तारक मेहता हेर्दै। डिनर सकेपछि चाहिँ भाँडासाँडा माझ्नु पऱ्यो। भाँडा माझ्नुपर्छ है खाना खाइसकेपछि। मजाले भाँडा माझिसक्यो होइन। अनि भाँडा माझिसकेपछि यसो अब झिङ्गुरलाई पनि लन्च दिनु पऱ्यो। लन्च होइन सरी डिनर। झिङ्गुरको डिनर सकेपछि अब चिन्टुको डिनर, दुवैजनाको डिनर सकेपछि 3जना मजाले सुत्यौँ। गुड नाइट।